हेलो फ्रेन्ड नमस्ते म हुँ रचना सिंह र आजको मेरो टपिक रहेको छ इन्टरसेक्सनालिटी। यो टपिक तर्फ जानुभन्दा अगाडि म तपाईलाई क्वेसन गर्न चाहन्छु है त। सोशल आइडेन्टिटिज भनेको के हो? सामाजिक परिचयलाई सोशल आइडेन्टिटिज भनिन्छ। जस्तै कि हामी समाजमा छौँ हैन र समाजमा एउटा ग्रुपमा छौँ। त्यसमा के भन्यो भने सेक्सको हिसाबमा चाहिँ मान्छेलाई क्याटेगोरी गर भन्यो भने सेक्सको हिसाबले मेल र फिमेल हुन्छ र म चाहिँ फिमेलमा पढ्न आउँछु र मेरो आइडेन्टिटी त्यति बेला चाहिँ फिमेल हुन्छ। र अब इन्टरसेक्सनालिटी तर्फ जाउँ है त। जब पनि कुनै एउटा व्यक्तिको जीवनमा दुई या दुईभन्दा सोशल आइडेन्टिटिज हुन्छ जसले गर्दा उसले फाइदा र बेफाइदा भोग्नु परेको छ भने त्यसलाई इन्टरसेक्सनालिटी भनिन्छ। तपाईँ यहाँ फिगरमा हेर्न सक्नुहुन्छ, एउटा साइडमा मैले सेक्स देखाएको छु, एउटामा कास्ट। सेक्समा मेल र फिमेल दुवै आयो, अनि कास्टमा ब्राह्मण ठकुरी छेत्री सबै आयो हैन। अब एउटा मान्छेले भनेको यो ग्रुप मध्ये मलाई फिमेल ठकुरी चाहियो। अब मेरो केसमा हेर्नुहुन्छ भने म फिमेल पनि छु ठकुरी पनि छु भनेपछि म यो ब्लू वाला लाइनमा आउँछु र मेरो दुईटा सोशल आइडेन्टिटी इन्टरसेक्ट भएको छ, त्यसलाई इन्टरसेक्सनालिटी भनिन्छ। अर्को इक्जाम्पल म तपाईँलाई के दिन चाहन्छु भने तपाईँहरू सबैलाई थाहा होला लोकसेवा एक्जाम हुन्छ। गभर्मेन्ट जब पाउनलाई लोकसेवा एक्जाम हामीले दिनुपर्ने हुन्छ र लोकसेवा एक्जाम दिँदाखेरि कोटाहरू हुन्छ के, महिला कोटा भयो हैन, जनजाति कोटा भयो, अपाङ्ग कोटा भयो। तर तपाईँले कहिले पनि याद गर्नु भएको छ मतलब अप्पर क्लास र मेलको लागि कहिले पनि कोटा हुँदैन, उनीहरूले सधैँ खुल्लामा भर्नुपर्ने हुन्छ। र यही इक्जाम्पल हो इन्टरसेक्सनालिटीको। जब कुनै दुईटा आइडेन्टिटी मर्ज हुन्छ र त्यो मान्छेले त्यसको फाइदा या बेफाइदा उसले भोग्नु पर्छ भने त्यसलाई इन्टरसेक्सनालिटी भनिएको हो। र यो इन्टरसेक्सनालिटी फर्स्टमा कसले निकालेको हो त? हजुरलाई थाहा छ? इन्टरसेक्सनालिटी चाहिँ अमेरिकन फेमिनिस्ट सोसियोलोजिस्ट पाट्रिका हिल कलिन्सले निकाल्नु भएको थियो हैन। तर 1989 मा यसलाई पपुलराइज गर्ने काम चाहिँ अमेरिकन लयर किम्बर्ली विलियम क्रिन्सनले गर्नु भएको थियो। उहाँको जन्म चाहिँ 1959 मा भएको थियो। तपाईले मेरो भिडियोबाट त थाहा पाइ नै सक्नुभयो होला इन्टरसेक्सनालिटी भनेको के हो भनेर। यदि तपाईले केही कन्फ्युजन छ भने तपाईले कमेन्टमा गर्न सक्नुहुन्छ कमेन्ट, म त्यसको सक्दो जवाब दिने प्रयास गर्नेछु। र म तपाईहरुलाई यो बताउन नि चाहन्छु कि मेरो भिडियोहरू हरेक बुधबार या शनिबार यो दुईटा दिन मध्ये एक दिन म पोस्ट गर्नेछु र मेरो भिडियोको प्रतीक्षा गर्नुहोला है त। हस्त धन्यवाद।